गाइज सो फेरि पनि कुखुरातर्फ लागि होइन सो तपाईँहरूले पक्कै पनि थम्बनेल टाइटल देख्नुभयो होला सो हेलो नमस्ते वेलकम टु माई न्यू ब्लग सो आई होप सबैजना बवाल हुनुहुन्छ होला होइन म पनि सन्चै छु तर मैले चाहिँ सुरुमा भ्लग गर्न खोजेको थिएँ आज केही कारणवश मिलेर चाहिँ बसमा आएर बल्ल फुर्सद पाएर चाहिँ भ्लग गर्नु लाग्यो भनौँ न सो मेरो चाहिँ जाने प्लान चाहिँ बेलुकाको टिकट काटिसकेको थिएँ होइन तर म घरबाट चाहिँ बेलुकाभन्दा चाहिँ बिहानै आउनु पर्ने भन्ने चाहिँ भन्नुभयो अनि त्यही भएर चाहिँ म बिहानै हतार गरेर चाहिँ जानुपर्ने भएर 7 बजे उठेर 7:40को बस भेट्टाउन चाहिँ कलङ्की पुग्यो भनेपछि अब कति हतारमा चाहिँ आएँ भन्नु न बानेश्वरबाट होइन सो त्यही नै हो अनि भर्खरै बसमा चढेर चाहिँ भर्खरै कलङ्कीबाट जान लागेको पोखरातर्फ अब आज बसमा जाँदैछु भनौँ न बिहानतिर चाहिँ प्रायः बसमा जान्थिनँ बाइकमै जान्थेँ अब बाइकमा जान पनि अब 1-2 दिन मात्रै बस्ने हो त्यही भएर चाहिँ बाइकमा जानुभन्दा बसमै जान्छु भनेर चाहिँ बसमा जाँदैछु त्यही के हुन्छ कस्तो हुन्छ हेर्नुपर्छ होइन ल हाम्रो बसको अवस्था यस्तो छ खाली छ भनौँ न अहिले चाहिँ अब अहिले चाहिँ खासै मान्छेहरू प्रायः कमै जानुहुन्छ त्यही पनि बसहरू पनि धेरै नै हुन्छन् नि त सो मेरो बसको अवस्था यस्तो छ सो गाइज हामी चाहिँ अहिले ठ्याक्कै यो नागढुङ्गाको चेकपोस्टमा आइपुग्यौँ होइन यहाँ चाहिँ चेकिङ हुँदैछ जस्तो छ अगाडि सो त्यही भएर चाहिँ रोकिँदैछ अब यहाँबाट चाहिँ हाम्रो ओह्रालो बाटो सुरु हुन्छ भनौँ न सो त्यही हो अब टुरिस्ट बसहरू त जाने क्रम जारी नै छ होइन अब टाइमिङ भनेकै अब बिहानको भनेको चाहिँ सर सबैतिरको बसहरू चाहिँ जाने टाइमिङ हो भनौँ यस्तो छ नागढुङ्गाको चेकपोस्टको अवस्था तपाईँहरूले देख्न सक्नुहुन्छ फाइनली जाममा परियो ठ्याक्कै सुरुङ मार्गमा पुग्न लाग्थेन हामी तलैबाट लास्ट लामो जाम छ यार खै किन हो यस्तो छ अवस्था अब कति टाइम लाग्ने हो यो कट्न नै थाहा छैन सो गाइज 15 मिनट भइसक्यो होइन म यो त्यहाँ थिएँ उतापट्टि ठ्याक्कै यहाँ आइपुगेँ मात्रै होइन 15 मिनटमा अहिले चाहिँ 1 वे खोलिरहेछ उताबाटको गाडीहरू चाहिँ माथि गइरहेछन् अब हाम्रो पालो चाहिँ एकछिनमा आउँछ होला यही नागढुङ्गाको यो के भन्छ अरे टनेलमा चाहिँ अड्किरहेछ भनौँ न खोइ के भएर जाम भएको यस्तो हुन्छ अवस्था भन्ने बेलामा पुग्न बाटोबाट गए पनि प्लेनबाट जाँदा पनि डर लाउँछ हाम्रो नेपालमा कहिले आरामले हिँड्न पाइने हो खै गाह्रो छ हो गाह्रो छ खै बालेन सरकार आएपछि केही हुन्छ कि भनेको आश गरेको खै के हुन्छ अब अहिले नै त धेरै आश नगरौँ अब बिस्तारै होइन जेस् त्यही हो यस्तो छ अवस्था सो गाइज यहाँ जाम किन रहेछ भने चाहिँ ठ्याक्कै यो पुलमा चाहिँ ठ्याक्क त्यो ठुलो बस आएर बिग्रिएछ कि अनि त्यो भएर चाहिँ पुरै जाम परेर रहेछ यता सबै लाइनमा छन् हामी ठ्याक्क अब कटिन्छ कि भन्ने चाहिँ ठ्याक्क रोकिदियो भने सकियो खानी कस्तो ठ्याक्क त्यो बिचारा रोकिएको होला यार बस बिग्रिएको हो कि ठोकिएको हो त बिग्रिएछ कि बस खालि चाक्लेट खाना बिग्रियो भए नि हुन्थ्यो नि अनि त्यसले गर्दा 1 वे परिहाल्यो 25 मिनटै बसियो होला यार यतिले गरेर आज दिनभरि यस्तै हुन्छ यो नबनिन्थ्यो ल अब सो गाइस फाइनली कटियो है जाम कटियो ल सम्म चाहिँ बाटो सललल्लै छ हैन राम्रै रहेछ अहिले चाहिँ यहाँबाट चाहिँ अब घत्रम गुत्रम हुँदै जानुपर्छ जस्तो लागिरहेछ
हाम्रो चाहिँ यो नौबिसे धादिङमा चाहिँ खाजा खान रोकिएछ होइन बस चाहिँ। यो मेरो बस चाहिँ वहाँ आएको होला। यस्तो छ यहाँको अवस्था। अब यहाँ हल्का केही खानुपर्छ अनि त्यसपछि एकछिनमा जानुपर्छ। 5-10 मिनट रोक्छ होला। गयो भने चाहिँ हामी नुवाकोटतर्फ जान सकिन्छ। यस्तो छ बल्छीको अवस्था, तपाईँहरू देख्न सक्नुहुन्छ। नौबिसेपछि चाहिँ बाटो चाहिँ हल्का कच्ची टाइपको थियो होइन, बाटो चाहिँ राम्रो छैन। त्यसपछि यहाँबाट यता पनि बन्दै थियो। अब कस्तो बन्यो भन्न पर्छ। बसमा चाहिँ यस्तो टाउको दुखे जस्तो भयो होइन। मलाई चाहिँ अरू बेला चाहिँ बसमा बस्दाखेरि चाहिँ एकदम रमाइलो फिल हुन्थ्यो। आज चाहिँ एकदम घुमाएर कस्तो गाह्रो भइरहेछ क्या। त्यही भएर चाहिँ यत्तिकै पल्टिरहेको छु। एउटा सिङ्गै सिट फेरि आफ्नै नाममा छ। सो त्यही हो, यस्तो छ यताको अवस्था। ल, मनोकामना भगवान्ले सबैजनाको रक्षा गरिदिनुहोस्। ल, हामी चाहिँ अब ठ्याक्क मनोकामना मन्दिरको गेट कटियो भनेको पुरै जान्छ कि।
सो गाइस फाइनल्ली हामी चाहिँ यो आबु खैरेनीमा आएर चाहिँ बल्ल खाना खानु रोक्यो होइन बसले चाहिँ यहाँ चाहिँ। सो अब चाहिँ खाना पर्यो तर खानै चाहिँ अब भातै भनेर चाहिँ खान मन छैन तर केही कुरा चाहिँ खान पर्यो। हल्का शरीरमा पनि लो फिल भइरहेछ होइन अब बिहानबाट खासै केही खाएन त्यही भएर पनि होला। त्यस्तो छ यहाँको अवस्था। मौसम चाहिँ हल्का हल्का क्लियरै छ माथि बादल चाहिँ बवाल देख्न सकिन्छ। सो यहाँ चाहिँ प्राय जाँदा आउँदा नै फर्किँदा त उतै रोक्न पर्ने हो तर यहाँ ल्याएर रोक्यो यार। यहाँ आबु खैरेनीमा वहाँबाट जाँदा चाहिँ प्राय यहीँ नै रोकिरहेको थियो बसहरू। सबै यो अब खान पर्छ अनि त्यसपछि फेरि जान पर्छ। बाटोको अवस्था आबु खैरेनीमा कहिले बन्ने हो बर्खा लाउन लागिसक्यो फेरि। फाइनल्ली हामी चाहिँ पुग्यो डुम्रे बजारमा पुग्यो। डुम्रे बजार यस्तो चिल छ होइन आज यस्तो मजा आयो बसमा। अहिले खाना खाएपछि चाहिँ मजा आयो कि शरीर पनि त्यही खाना नपुगेर चाहिँ गले जस्तो भयो रहेछ। डुम्रेको अवस्था यस्तो टिटिक्क घाम टल्केर यस्तो बवाल छ। यस्तो छ डुम्रेको अवस्था। सो गाइस फाइनल्ली पोखरा पुग्यो होइन। पोखराको चाहिँ यो गगनगौडा बजार देख्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो छ अवस्था। पोखरा आइसकेपछि चाहिँ पोखरा त साँच्चीकैको पोखरा नै रहेछ भने जस्तो फिल हुन्छ क्या होइन। मौसमदेखि लिएर अब यस्तो क्लियरिटी हरियाली देख्न पाइन्छ नि